घाइतेहरूको आफन्तहरूसँग पनि हामीले कुराकानी गरिरहेका छौँ र चिकित्सकहरूसँग पनि कुरा गरेका छौँ र घाइतेहरूको उपचारमा कुनै पनि किसिमको कमी नहोस् भन्ने हिसाबले हामीले सबै 7वटै अस्पतालहरूमा समन्वय गरेका छौँ र सुरक्षाको राम्रो प्रबन्ध गरेका छौँ। र अर्को चाहिँ यहाँले उठाउनु भएको डिजेको विषय थियो। डिजेको विषयमा पनि अहिले तत्काल यो सुनसरीको घटनालाई लिएर अहिले यो डिजेको विषयमा चाहिँ डिजेलाई ठुलो आवाजमा नबजाउने, यसले ध्वनि प्रदूषण नगरोस् भन्ने हिसाबले त्यो अभिप्रायमा डिजेको विषयमा जिल्ला प्रशासनबाट एउटा सूचना जारी भएको थियो। श्री साहबले के भन्नुभएको छ भने यो विषयमा पनि रिभ्यू गर्ने, अहिले तत्काललाई चाहिँ यो आदेश जारी भएको हो तर यसको रिभ्यू गर्छौँ हामी भन्ने कुरा पनि भएको छ। यसको व्यवस्थापन पनि हुन्छ। ध्वनि प्रदूषण हुने हिसाबले ज्येष्ठ नागरिक बालबालिका बिरामीहरूलाई असर नपरोस् भन्ने हिसाबले हो। यो चाहिँ कुनै पनि धार्मिक आस्था राख्ने कुनै एउटा समूहसँग लाई लक्षित गरेर यो निर्णय भएको होइन भन्ने कुरा पनि श्री साहबले व्यक्त गर्नुभएको अवस्था छ। र हामीले घाइतेहरूको उपचारको लागि हामी एकदम प्रतिबद्ध छौँ र सुरक्षाको लागि पनि यहाँहरू सबैसँग समन्वय गरेर हामीले काम गरिरहेका छौँ। सुरक्षामा कुनै पनि हिसाबले सम्झौता गर्दैनौँ र यहाँहरूसँग समन्वय गरेर यो मोरङ जिल्लाको सुरक्षा व्यवस्थालाई एकदम सुदृढ बनाउँछौँ, प्रभावकारी बनाउँछौँ। र सुनसरीमा भएको एउटा घटनाबाट हामी पनि दुखी छौँ। यस्तो घटना हुन गर्न नदिनको लागि यहाँहरूसँगै सहकार्य गरेर हामी काम गर्छौँ। सुरक्षा व्यवस्थामा सुदृढ बनाउन हामी प्रतिबद्ध छौँ। मस्जिद र मदरसाको विषयमा पत्रकार महोदयजीहरूले सोध्नुहुन्छ। यस्तो यो चाहिँ अब चिकित्सकको कुरा, चिकित्सकले यो के भएको यो कुरा हामी बुझ्छौँ। मैले पनि त्यो कुरा सुनिरहेको छु, त्यो कुरा कन्फर्म गर्छौँ। चिकित्सकले यदि कोही मान्छे कोही बिरामी घाइते मृत्यु हुनुभयो भने त्यो डक्टरले डिक्लेयर गर्ने कुरा हो। यो चाहिँ म बुझ्छु अनि कन्फर्म हुन्छ। यो पनि यहाँले जानकारी हासिल गर्नुहुने थियो। अनि रबिना खातुलाई अहिलेसम्म समात्नु भएको छ किन? यस्तो यो सामाजिक सञ्जालको दुरुपयोग गरेर अहिले विभिन्न किसिमका दुष्प्रचारहरू अब समाजमा चाहिँ अशान्ति फैलाउने गिरोहहरू पनि सक्रिय छ। यसबाट यहाँहरू सबै संवेदनशील बन्नु होला किनभने हाम्रो नेपाल प्रहरीको साइबर ब्युरो छ। हामीले जिल्ला प्रहरी कार्यालयबाट पनि मोनिटरिङ गरिरहेका छौँ। र यो गलत काम गर्ने अफवाह फैलाउने जो कोहीलाई पनि हामी कानुनी कारवाही गर्छौँ। कडाभन्दा कडा कानुनी कारवाही हुन्छ। मस्जिदमा दिनमा 3 चोटि 4 चोटि अल्लाहु अकबर भन्दै मानसिक प्रचार त्यसका विषयमा के तपाईँहरूले? अब तपाईँ यहाँले भन्नुभएको जस्तो आवाज पल्युसन, आवाज चाहिँ साउन्ड पल्युसन गर्न पाइँदैन। यसको निश्चित डेसिबलमा मात्रै बजाउन पाइन्छ भन्ने छ। यसको कार्यान्वयन हामी क्रमशः गराउँछौँ र ध्वनि प्रदूषण गर्न दिँदैनौँ। मदरसामा अनेक किसिमका भारतीय विद्यार्थीहरू ल्याएर संरक्षण गरेर विद्यार्थीको नाममा मानसिक खराब अब यस्तो हो, यो मदरसामा होस् या मन्दिरमा होस्, जहाँसुकै पनि ठुलो आवाजले अरूलाई असर गर्ने गरी डिस्टर्ब गर्ने गरी ध्वनि प्रदूषण गर्न पाइँदैन। यसमा यो निश्चित सरकारले एउटा यति डेसिमलसम्मको आवाजमा बजाउन पाइन्छ भनेको छ। त्यो मापदण्डको पालना गर्नु हामी सबै नागरिकको पनि कर्तव्य हो। त्यो पालना गराउने राज्यको दायित्व पनि हो। त्यस कारणले यसमा यहाँले पनि सहयोग गर्नुपर्छ। ध्वनि प्रदूषण यहाँको लागि पनि असरदार हुन्छ। तर यो अहिले निस्केको यो चाहिँ जिल्ला प्रशासन कार्यालयबाट जारी भएको जुन विज्ञप्ति सूचना छ